नमस्कार प्रिय साथीहरू, आजको भिडियोमा हामी एकदमै महत्त्वपूर्ण प्रश्नको उत्तर खोज्दैछौँ। जीवनमा के गर्नु हुँदैन, जसको उत्तर हामी भगवान बुद्धका शिक्षाहरू र कथाहरूबाट खोज्नेछौँ। यी शिक्षाले हाम्रो जीवनलाई सरल, सन्तुलित र शान्त बनाउने बाटो देखाउँछ। त्यसैले भिडियो अन्तसम्म हेर्नुहोस्, तपाईको जीवन बदलिन सक्छ। एक दिन एक मानिस बुद्धको दर्शनमा आयो। ऊ निकै रिसाएको थियो। ऊ चिच्याउँदै बोल्यो, तिमी ढुङ्गे हो, तिमीले संसार बिगारिरहेका छौ। तर बुद्ध चुपचाप मुस्कुराउँदै बसिरहे। जब त्यो मानिस गयो, बुद्धले शिष्यहरूलाई भने, यदि कसैले तिमीलाई उपहार दिन्छ तर तिमी स्वीकार गर्दैनौ भने त्यो उपहार कसको रहन्छ? शिष्यले भने, दिने व्यक्तिकै। बुद्ध मुस्कुराउँदै भने, त्यसैले क्रोध पनि त्यस्तै हो, यदि तिमीले लिएनौ भने त्यो पनि उसैसँग रहन्छ। जीवनमा क्रोध गर्नु हुँदैन। क्रोधले बुद्धि बन्द हुन्छ, सम्बन्ध बिग्रन्छ अनि हामी आफै जल्छौँ। त्यस्तै एक गरिब मानिसले नदी किनारमा सुनको कङ्गन भेट्यो। ऊ खुसी हुँदै सहरतिर दौड्यो बेच्न भनेर। तर उसको लोभ बढ्दै गयो। किन एउटै कङ्गन, अरू पनि त होला भनेर ऊ फेरि खोज्न गयो। नदीको भेलले उसलाई बगायो। अति लोभ जीवनको नाशको कारण हुन्छ। लोभले मन अशान्त बनाउँछ र आफैलाई विनाशतर्फ डोर्याउँछ। त्यस्तै बुद्धको समयमा एक बालक बोल्दैन थियो। मानिसहरू सोध्थे, किन चुप छौ? बुद्धले भने, यसले झुट बोल्न नपरोस् भनेर बोल्नै छाडेको हो। बालकले सत्यका कारण मौन रोज्यो। झुट बोल्नु हुँदैन। सत्यको बाटो लामो हुन्छ, तर अन्तमा शान्ति, सम्मान र सद्बुद्धि पाइन्छ। त्यस्तै अर्को प्रसङ्ग, एउटा ब्राह्मण बुद्ध समक्ष आयो र भन्यो, तिमी त मभन्दा तलको स्तरको रहेछौ। बुद्ध मुस्कुराउँदै भने, पानी तल बग्छ, तर सच्चा ज्ञान विनम्रता हो, घमण्ड त बोझ हो। ब्राह्मण चकित भयो र विनम्रतापूर्वक माफी माग्यो। अहङ्कारले ज्ञान र आत्मविकास दुवैलाई रोक्छ। साँचो बुद्धि सधैँ नम्र हुन्छ। अर्को प्रसङ्ग रहेको छ, बुद्धले एकपटक भने, ईर्ष्या भनेको आफैमा विष पिएर अरूलाई मार्न चाहनु हो। दुई सर्पले एक सर्पलाई डस्न चाहँदा दुवै मरे। ईर्ष्या र द्वेष आत्मविनाश हुन्। अरूको सफलता देखेर ईर्ष्या होइन, प्रेरणा लिनुहोस्। त्यस्तै एउटा बिच्छू ध्यानमा जाँदैन थियो, सधैँ सुत्थ्यो। बुद्धले भने, जुन खेती गर्ने किसान समयमै उठ्दैन त्यसले कहिले फल पाउँदैन। त्यसपछि त्यो बिच्छुले समयको कदर गर्न थाल्यो र बुद्धको प्रिय शिष्य बन्यो। आलस्यले हाम्रो जीवन बिगार्छ, समयको मूल्य बुझ्नेले नै जीवन जित्छ। र अन्त्यमा एक राजाले रिसको झोकमा आफ्नो राजकुमारलाई राजगद्दीबाट हटाए। बुद्धले उसलाई सम्झाए, जो क्षणिक भावना अनुसार निर्णय गर्छ ऊ सधैँ पछुताउँछ। राजापछि पश्चाताप गरेर छोरालाई पुनः सम्मानसाथ राजगद्दीमा बसाए। आवेगमा लिएको निर्णय प्राय गलत हुन्छ। सोचेर मात्र निर्णय गर्नु बुद्धिमानी हो। साथीहरू, जीवनमा के गर्नु हुँदैन भन्ने कुरा हामी सबैलाई थाहा हुन्छ, तर बिर्सन्छौँ। भगवान बुद्धका यी कथाहरूले हामीलाई सम्झाउँछन्, क्रोध गर्नु हुँदैन, लोभ गर्नु हुँदैन, असत्य बोल्नु हुँदैन, अहङ्कार राख्नु हुँदैन, ईर्ष्या गर्नु हुँदैन, आलस्य गर्नु हुँदैन, आवेगमा निर्णय पनि गर्नु हुँदैन। यी 7 कुरा हाम्रो जीवनको मार्गदर्शक बन्न सक्छन्। यदि यी शिक्षाहरू तपाईलाई मन पर्यो भने कमेन्टमा लेख्नुहोस्, म बुद्धको मार्गमा छु। भिडियो लाइक गर्नुहोस्, साथीहरूलाई सेयर गर्नुहोस् र यस्ता प्रेरणादायी कुराहरूका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला।